बिहान बिहानै सुनचाँदी पसलमा गएर दिदीले मलाई के किनिदियो होला त? अल गुड गाइज, हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै र आरामै छु भन्नका साथ आज बिहान बिहानै मेरो बसन्ती लगेर हामी पुगिहाल्छौँ सुनचाँदी पसल। सुनचाँदी पसल किन भन्दाखेरि चाहिँ मलाई चाहिँ दिदीले चाँदीको सिक्री बनाइदिने लाथी, त्यही भएर चाहिँ म किनकि इन्डिया जाँदैछु अब धेरै पछि आउने हो नि त, त्यही भएर मेरो दिदीले मलाई चाँदीको सिक्री बनाइदिनु लाथी। बिहान सुतेर उठ्न पाएको छैन, हिँड्तेर लागि म चाँदीको सिक्री बनाइदिन्छु, खुब रहर माने जस्तो बन्छ त। मलाई त बिहान बिहानै के सरप्राइज दिन थाली त भनेको त पछि सुनचाँदी पसलमा गएर चाँदीको सिक्री बनाइदिनु लागि। अब यो चाहिँ सानो भयो, यो पहिलो दोकान हो, यहाँ चाहिँ सानो हुन्छ, त्यसपछि चाहिँ हामी अर्को दोकानमा पुगिहाल्छौँ। फेरि यहाँ चाहिँ मेरो लागि चाँदीको सिक्री हुन्छ, तर महँगो हुन्छ चाँदीको सिक्री चाहिँ, तर पनि तैँले रहर माने आस्, त्यही भएर म बनाइदिन लागेको छु। फेरि राम्रोसँग राख्ने जतन गरेर, फेरि हराउने सराउने होइन भन्दै थिएँ। ठिक छ त बनाइदिए त सही, त्यसपछि त म दिन रातै पूजा गरेर लाउँछु भनिदिएको त हाँस। हेर्नुहोस् न, पहिला कालो डोरी बाँधेको कस्तो देखियो त, अहिले टिलिक्क घाँटीमा चाँदीको सिक्री टल्किँदा चाहिँ कति राम्रो देखेको। त्यसपछि फेरि मेरो कान्छी दिदी र ठुली दिदी हुनुहुन्छ इन्डियामा, त्यहाँहरूको लागि किन्न जान्छ अलादिन। दिदी अलादिन किनिसकेपछि चाहिँ म बाल काट्न जान लागेको हुन्छु। अब बाल पनि काट्नु पर्यो, इन्डियामा राम्रो काट्दैन, फेरि बाल बिगारिदिन्छ, त्यही भएर मैले नेपालै बर्डर काटेर जान लागेको। जे जस्तो भए पनि नेपालमा बाल चाहिँ यस्तो दामी काट्छन् नि इन्डिया भन्दा त, नेपालमा चाहिँ यस्तो दामी बाल कटिङ लाग्छ मलाई। इन्डियाबाट आएको 15 दिन भएको छैन, मैले चाहिँ 2 चोटि बाल काटिसकेँ। आउन सायद काटेको अरू जान लाग्यो, बेला नि काटिदिन्छु भनेर मैले काटिदिएँ बाल। फेरि हेर्नु न, बाल काटेर पुरै चाँदीको सिक्री घाँटीमा टल्काउँदा त के साह्रो ह्यान्डसम पो देखिन्छु बा। ठिक छ, थ्याङ्क यू है मेरो दिदीलाई सिक्री बनाइदिस्, दिलैबाट धन्यवाद भन्न चाहन्छु दिदीलाई, थ्याङ्क यू। यहाँसम्म भिडियो हेरिदिएकोमा, त्यही भेटौँला अर्को भिडियोमा, तबसम्मको लागि बाई बाई।